सबैजनालाई नमस्कार भन्न चाहे। मैले यो सामाजिक सञ्जालमै भेटेको एउटा भिडियो तपाईहरु समक्ष राख्न चाहे। त्यसपछि त्यस भिडियोमा भन्नु खोजेको के हो भन्ने कुरा केही सुनौ है त। हर्क साङपाङ वहाँ पश्चिममा जाने रे झोलुङे पुल बनाउनु झोलुङ पुल बनाउनु। पहिले त तिनलाई भोट हालेको भोटरले के पश्चिममा झोलुङे पुल बनाऊ भनेर हालेको हो। पहिले त यो बीपी राजमार्ग पहिले बना न तेरो पूर्वमा। तँ त पूर्वको माननीय होस्, पूर्वका जनताले तँलाई भोट हालेको, पूर्वको विकास गरा। यहाँ कति कमलाको बागमतीमा पुल अधुरै छ, उसमा पुल चलाउन सकेका छैन भने पहिले पूर्व पश्चिमको पूर्वको काम पुरा गर, देखा, सफल हो, अनि पश्चिम दौडी हो। उहाँले भनेको सही हुन सक्छ, तर नेपाल पूर्व पश्चिम उत्तर दक्षिण सबै एउटा नेपालीले सम्झिनु पर्ने हो। तर उहाँले यो उहाँको विचार राख्नुभयो, त्यसमा कुनै आपत्ति रहेन। तर कुरो के हो भन्दाखेरि नेपालीलाई समान हेर्नुपर्छ भन्ने जस्तो चाहिँ मलाई लाग्छ है त। फेरि अब अर्को भिडियो, यो पनि भिडियो हेरौँ न। मेरो छोरा दिदी बित्नु गयो अनि एउटा बारी छ, बारीमा मेरो बजार गएको थियो, सुत्केरी थियो, उहाँको सामान ल्याउँछु भनेर बजार गएको थियो। बजारदेखि आउनु बेला छोराले भन्नुहुन्थ्यो सामान लिएर आउनु भनेर पठाएको थियो। आउनु भएको थियो घाटमा, अनि लेनाले जाने बेला सामान लिएर आएको थियो। त्यसै घाटमा त्यस्तै पिउनुमा झरेर मेरो छोरो बित्याएको छ। सानै बचपनदेखि मैले दुःख भोगेको, दुःख झेलेको, एउटा होइन तीन छोरा मेरो बितिसकेका छ। बुढा पनि छैन, मेरो बारीको पनि छोरा त्यस्तै भयो, म पनि त्यस्तै छु। धेरै दुःख पीडा, मेरो कति दुःख गरेर पालेको मान्छेको भारी बोकेर, मान्छेको मोल फालेर, मान्छेको बारी बोकेर, जराबुटी खानेर पालेको छोराछोरी मेरो। अहिले म एउटै बस्नु परिरहेछ, एउटा छोरी छ, भोलिको दिन परेर जानु हो। यति दुखीमा छु, यति पीडामा छु हजुर, के गर्ने हो।